नेपाली महिला राष्ट्रिय टिमको छनौट चरणको घोषणा भइसकेको छ। अब नेपालले खेल्ने थाइल्याण्डसँगका 2 खेलहरूको लागि मुख्य प्रशिक्षक राजेन्द्र तामाङले टिम छनौट गरिसकेका छन्। आउनुहोस् जानौ को छनौट भयो त आगामी हुने थाइल्याण्डसँगको अभ्यास खेल र मैत्रीपूर्ण खेलहरूको लागि। त्यसपछि हुने एफसी ओमेन एसियन कप 2026 का छनौट चरणका खेलहरूको लागि। भिडियोलाई अन्तिमसम्म हेरेर शेयर गर्नु होला ताकि सबै खेलप्रेमीहरूलाई पनि जानकारी होस्। त्यस्तै आगामी हुने खेलकुद अपडेटहरूको लागि फुटएक्स न्यूज च्यानलसँग जोडिनु होला। थाइल्याण्डसँग हुने पहिलो खेल मे 30 मा बन्द रंगशालामा हुनेछ। यो खेल अभ्यास मात्र हुनेछ। दोस्रो खेल भने फिफा र्याङ्किङको लागि घटबड हुनेछ। यी दुवै खेल थाइल्याण्डको बैंककमा हुनेछन्। यी खेलहरूपछि केही सिनियर खेलाडीहरूले सन्यास लिने जानकारी पहिले नै दिइसकेका छन्। थाइल्याण्डसँग हुने खेलहरूको लागि पुनः पुरानै अनुहार देख्नेछौँ। हुन त अनुभवी खेलाडीहरूलाई छनौट गरियो त्यो पनि राम्रै हो, तर मीना देउवा ममता पुन जस्ता उदयमान खेलाडीहरू पनि बाहिरिएका छन्। नयाँ उदयमान खेलाडीहरूले चान्स दिनुपर्ने भन्ने भनाइ मात्र हो हाम्रो। अब को छनौट भयो त त्यो पनि जानौँ। गोलकिपर तर्फ अन्जिला तुम्बा पोसुप्पा, अञ्जना राणा मगर, उषा नार रहेका छन् भने डिफेन्डर तर्फ अमृता जयसी, गीता राणा